हेलो साथीहरू, मैले आज गोवान स्टाइल मशरूम कढी बनाएको छु। हजुर पनि घरमा ट्राई गरेर बनाउनु होला है। टेस्टी गोवान स्टाइल कढी। हाई गाइस, वेलकम बैक टू माय यूट्यूब चैनल। आज म बनाइरहेको छु गोवान स्टाइल मशरूम कढी। यसको लागि के चाहिन्छ हजुरलाई देखाउन गइरहेको छु। मशरूम, आलुको लागि पहिले सुरुमा नारियल लिन चाहियो, प्याज, लहसुन, अदरक, थोड़ा धनिया, सुखा धनिया, जीरा, ल्वाङ, सुकमेल, दालचिनी अनि दगरफुल। पहिला हामीले सबलाई तेलमा हालेर भुन्छौँ। यसको लागि थोड़ा तेल हाल्नुपर्छ, ज्यादा पनि नै, थोड़ा। साथीहरू, यो भुटेर भइसक्यो। अब हामी यसलाई मिक्सचरमा हालेर पिस्छौँ है त। हामीलाई कढी बनाउन लागि थोड़ा तेल हालेर प्याज हालेर यो आलु और मशरूमलाई भुट्नु पर्छ। मेरो यो आलु और मशरूम पनि पाकिसक्यो। अब जो मसला बनाछ त्यो यसमाथि राख्छौँ है त। ल साथीहरू, हामीले अब यसमा कढी हाल्यौँ। अब कढीलाई थोड़ा 10 मिनटसम्म पकाउने। साथीहरू, हाम्रो कढी पनि रेडी भयो। अब धनिया हालेर फाइनल टच दिउँ है त। साथीहरू, मेरो गोवान स्टाइल मशरूम कढी रेडी भइसक्यो। हजुरहरू पनि एकचोटि बनाएर ट्राई गर्नुहोला। ओके, थ्याङ्क यू फर वाचिङ भिडियो साथीहरू। प्लिज लाइक, शेयर एन्ड सब्सक्राइब। बाई बाई।